लडाईँ इरानमा भइरहेको छ, तर आगलागी नेपालमा हुन सक्दछ। किनभने अभाव हुन्छ भनेर हामीले आफ्नो घरमा एलपिजी ग्यासका सिलिन्डर, पेट्रोल, डिजेल स्टक गरिराखेका हुन सक्दछौँ र यस्ता आगो निभाउने सिलिन्डरहरू पनि गुणस्तरहीन हामीले किनिराखेको हुन सक्दछौँ। त्यसैले गुणस्तरीय फायर एक्सटिङ्ग्विसर कसरी चिन्ने त? एलपिसिबी, युकेएस, विल्डमार्क, सिई, युकेसिए, बिएस, EN3 त्यसै गरेर फायर रेटिङ पनि हेरेर हामीले फायर एक्सटिङ्ग्विसर किनौँ। विपदको समयमा अतिलै प्रज्वलनशील पदार्थमा आगो लाग्यो भने हाम्रो ज्यान पनि जान सक्दछ, धन सम्पत्ति पनि नष्ट हुन सक्दछ, सबै कुरा खरानी बन्न सक्दछ। इरान र अमेरिकाको लडाईँले गर्दा अन्तर्राष्ट्रिय रूपमै पेट्रोलियम पदार्थहरूको अभाव भइरहेको छ र त्यो लडाईँको बाछिटा नेपालसम्म पनि आइसकेको छ। तपाईले आफूलाई अप्ठ्यारो पर्छ भनेर कतै पेट्रोल, डिजेल, ग्यासहरू स्टोर गरिराख्नु भएको त छैन? घर भान्सादेखि कमर्सियल बिल्डिङहरूमा रहेका जेनेरेटरको साइडमा, त्यसै गरेर रेस्टुरेन्टहरूमा सिलिन्डरहरू चाङ लगाएर राख्नु भएको त छैन? आजै होसियार हुनुहोस्। यदि तपाईले त्यसो गर्नुभएको छ भने तपाईले बुझ्नुपर्ने कुरा भनेको, यदि त्यहाँ आगलागी भयो भने आगो निभाउन जानेको दमकल आउनलाई केही समय लाग्न सक्दछ र त्यही बीचमा प्रयोग हुने उपकरण भनेको फायर एक्सटिङ्ग्विसर हो। यदि तपाईले सही क्वालिटीको फायर एक्सटिङ्ग्विसर राख्नु भएको छ भने चाहिँ आगो निभाउने प्रयास आफैले पनि गर्न सक्नुहुन्छ या आफ्नो कार्यालयमा भएका सुरक्षाकर्मीहरूलाई फायर फाइटिङको तालिम पनि दिन सक्नुहुन्छ। र यदि तपाईले राम्रो क्वालिटीको फायर एक्सटिङ्ग्विसर राख्नु भएको छैन, बजारमा पाइने एकदमै सस्तो क्वालिटीको 4-5 वटा कोटेसन भिडाएर यदि तपाईले फायर एक्सटिङ्ग्विसर किन्नु भएको छ भने तपाईले आफैलाई पनि असुरक्षामा राख्नु भएको छ, आफ्नो कार्यालयलाई पनि असुरक्षामा राख्नु भएको छ र आफूसँग काम गर्ने सहकर्मीहरूलाई पनि असुरक्षित राख्नु भएको हुन सक्दछ। सर्टिफाइड फायर एक्सटिङ्ग्विसर किन्नको लागि कुनै व्यापारिक प्रतिष्ठान या कुनै कम्पनीले मेरो फायर एक्सटिङ्ग्विसर एकदमै राम्रो छ भनेकै आधारमा र एकदम एट्र्याक्टिभ मूल्य दियो भन्ने आधारमा तपाईले फायर एक्सटिङ्ग्विसर किन्नु भएको छ भने आफ्नो फायर एक्सटिङ्ग्विसरमा गएर आजै हेर्नुहोस् त्यो फायर एक्सटिङ्ग्विसर कस्ता कस्ता सर्टिफिकेटहरूबाट प्रमाणित भएका छन्। भारतीय बजारमा 500 देखि 600 रुपैयाँ आइसी पर्ने फायर एक्सटिङ्ग्विसरहरू नेपाली बजारमा 2200 देखि 2500 रुपैयाँको मूल्यमा अनलाइन र फेसबुकहरूमा बुस्ट गरेर बेचिराखिएको छ। भारतीय बजारमा नै गुणस्तरीय फायर एक्सटिङ्ग्विसरको मूल्य 4000 आइसी भन्दा माथि छ। नो अब्जेक्सन सर्टिफिकेट पाउनुपर्ने र एकदमै हाइली सर्टिफाइड फायर एक्सटिङ्ग्विसरहरू मात्रै विभिन्न कार्यालयहरूमा इन्सुरेन्स क्लेमको लागि राख्नु पर्ने भारतको नियम छ। तर नेपालमा फितलो कानुन र जनचेतनाको कमीले आगो निभाउने सिलिन्डरको गुणस्तरीय दिन प्रतिदिन खस्किँदै गइरहेको छ। अब कुरा गरौँ सर्टिफिकेसन्सका। तपाईले फायर एक्सटिङ्ग्विसर किन्दाखेरि के कुराहरूमा कस्ता कस्ता सर्टिफिकेट्सहरूमा ध्यान दिने? सबैभन्दा पहिले एलपिसिबी लस प्रिभेन्सन सर्टिफाइड बोर्डबाट सर्टिफाइड भएको फायर एक्सटिङ्ग्विसर किन्नुहोस्। त्यसै गरेर युकेसिए, युकेएस, बिएस, EN3, काइटमार्क र फायर रेटिङ एकदमै हाई भएको आगो निभाउने सिलिन्डर तपाईले किन्नुहोस्। तपाईले यदि गुणस्तरहीन आगो निभाउने सिलिन्डर लिएर आगो निभाउन जाँदै हुनुहुन्छ अथवा तपाईका सुरक्षाकर्मीहरूले आगो निभाउने प्रयास गर्दैछन् भने त्यो फायर एक्सटिङ्ग्विसरले आगो ननिभेर तपाईँ अथवा तपाईका सुरक्षाकर्मी साथीहरू, तपाईले माया गरेका व्यक्तिहरू नै आगलागीको जलनको शिकार हुन सक्दछन्। त्यसैले सावधानी बनौँ, गुणस्तरीय सुरक्षा उपकरणहरू मात्रै बेचौँ। हामीले फायर एक्सटिङ्ग्विसर बेच्दाखेरि या किन्दाखेरि कत्रो ठाउँमा आगो लाग्न सक्छ, आफ्नो रिस्क फ्याक्टरहरू के छ र के पदार्थहरू त्यो ठाउँमा राखिएको छ र आगो लाग्यो भने कति चाँडै फैलिन सक्छ भन्ने कुराको अध्ययन गर्नुपर्ने हुन्छ र कन्सल्टिङ गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले
सर्टिफाइड फायर एक्सटिङ्ग्विसर हो कि होइन एकपटक किनिसकेपछि कति वर्षमा भर्ने हो भनेर पनि ध्यान दिनुपर्ने हुन्छ। यदि तपाईँले पहिले नै आगो निभाउने सिलिन्डर राख्नुभएको छ र त्यो फायर एक्सटिङ्ग्विसर यदि एक्सपायर भएको छ भनेदेखि तपाईँले कस्तो ठाउँमा, कस्ता उपकरण भएको ठाउँमा, कस्तो रिफिलिङ सेन्टरमा गएर आगो निभाउने सिलिन्डर भर्दै हुनुहुन्छ त्यसलाई पनि विशेष किसिमले ध्यान दिनुपर्ने हुन्छ। अथवा त्यस्ता रिफिलिङ गर्ने सेन्टरहरूमा तपाईँ आफै गएर आफ्नै आँखा अगाडि नै आगो निभाउने सिलिन्डर भराएर ल्याउनु पनि सक्नुहुन्छ। यदि तपाईँको पर्दा पछाडि काम भएको हो भने तपाईँलाई फायर एक्सटिङ्ग्विसरले एकदमै आवश्यक परेको बेलामा, आगो लागेको बेलामा त्यसले धोका पनि दिन सक्छ। एउटा फायर एक्सटिङ्ग्विसर भइसकेपछि त्यसले समयमै आगो नियन्त्रण गर्न सक्नु र आगो नियन्त्रण गर्न नसक्नुमा धेरै भिन्नता रहेको हुन्छ। त्यसैले जिम्मेवार नागरिक, जिम्मेवार ग्राहक, जिम्मेवार औद्योगिक उद्योगी र व्यवसायी भएर सेफ्टी स्ट्यान्डर्डलाई मेन्टेन गरौँ। किनकि नेपालको मुलुकी ऐन अन्तर्गत तपाईँको कार्यालयमा काम गर्ने कर्मचारीहरूको सुरक्षा, तपाईँको साइटमा काम गर्ने लेबर इन्जिनियर्सहरूको सुरक्षा तपाईँले गर्नुपर्ने हुन्छ। त्यसैले सुरक्षित बनाऊ र आफ्नो अफिस, घर, कन्स्ट्रक्सन साइट, म्यानुफ्याक्चरिङ युनिट्सहरूलाई आगलागीको विपदबाट जोगाऊ। हवस् त, धन्यवाद।